आफ्नो भजन प्रस्तुत गर्छ। म भने यहाँहरूबाट ओझेल पर्छु। अहिले भने स्वीकार्नुहोस् यो मिठो भजन तपाईँहरूका लागि। र उहाँहरूले भजन सुरु गर्नु पूर्व अब हामी दीप प्रज्वलित गरेर आजको कार्यक्रमलाई थप ऐतिहासिकता दिन चाहन्छौँ। यो कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष, आजको प्रमुख आमन्त्रित व्यक्तित्व नारायण लेकालीज्यूका हातबाट दीप प्रज्वलित गरेर अबका बाँकी अंशहरू हामी अगाडि बढाउँछौँ। साथमा कार्यक्रम संयोजक, विशिष्ट अतिथि र यसै गरी निर्देशक सबैलाई सहभागी भइदिन अनुरोध गर्छु। सबै महानुभावहरूलाई प्रमुख आमन्त्रित व्यक्तित्वका हातबाट हुने दीप प्रज्वलितमा सहभागी भइदिन अनुरोध गर्छु। यतातिर दुईटा दीप जल्ने, यतातिर दुईवटा दीप जल्ने हेरिरहेको छु। भक्तका दुईटा हात कति बेला चल्ने, भक्तका दुईटा हात कति बेला चल्ने। अझै सबैका हात उठुन् माथि, एकचोटि बजोस् भगवानका नाममा ताली। दुवै हात उचाली उचाली यस्तै रमाइलो गर्नु छ कोटीहोममा यसपालि। यहाँहरू सबैको कल्याण होस्, यहाँहरू सबैलाई पुगोस्, भगवानको छत्र छाया रहोस्। सबैलाई दीर्घायुको कामना गर्छौं, सुस्वास्थ्यको कामना गर्छौं। अब भने बर्दियादेखि आएको समूहले भजन प्रस्तुत गर्छ। हामी भने एकैछिन ओझेल पर्छौं। हाम्रो पाटपाटमा छौं कि हामी? नै तीनजना, हाम्रो तीनजना छौं के गाउने? के भयो, समय लाग्ने भयो? एकैछिन धैर्य गरिदिनु होला। यहाँ साउन्ड सिस्टम मिल्दैछ, मिल्ने बित्तिकै हाम्रो भजन सुरु हुनेछ। राधाकृष्ण भजन समूह शुक्लागण्डकीका आदरणीय अध्यक्ष याम प्रसाद पौडेलज्यू एकचोटि मेरो सम्पर्कमा आइदिन अनुरोध गर्दछु। अब हामी ऐतिहासिक श्री गण्डकी सतकुण्डी गायत्री कोटीहम विराट ज्ञान महायज्ञ 2082 मा बर्दिया जिल्लाबाट यो राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको तर्फबाट सहभागी भएका छौँ। यहाँ ड्यान्समा आसीन सम्पूर्ण अतिथिगणलाई हामी नमन गर्न चाहन्छौँ, सम्झन चाहन्छौँ। हामी बर्दिया जिल्ला 52% थारू समुदाय भएको ठाउँमा कास्की, स्याङ्जा, पर्वत, बागलुङ लगायतका जिल्लाबाट गएका खस आर्य समुदायका साथीहरू हामीले विभिन्न ठाउँमा विभिन्न किसिमका लयमा भजन गाउने गर्छौँ। आज हामी विभिन्न ठाउँमा, बर्दियाका विभिन्न ठाउँमा गाइने लयलाई हामी यहाँ आजको यस कार्यक्रममा समेट्न चाहन्छौँ। सो कार्यक्रममा हाम्रो राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान चुड्का संरक्षण प्रतिष्ठानका बर्दिया कार्य समितिका अध्यक्ष एवं संरक्षक हुनुहुन्छ श्री नरहरी पौडेलज्यूलाई म परिचित भइदिन अनुरोध गर्न चाहन्छु। त्यसै गरी उपाध्यक्षको रूपमा हुनुहुन्छ शोभाखर लामिछानेज्यू, उहाँलाई पनि हामी परिचित भइदिन अनुरोध गर्न चाहन्छौँ। त्यसै गरी गोविन्द प्रसाद तिमिल सिन्हा कोषाध्यक्षज्यू हुनुहुन्छ, उहाँलाई पनि म परिचित भइदिन अनुरोध गर्न चाहन्छु। त्यसै गरी युवराज अधिकारी सचिव हुनुहुन्छ, सङ्घमा हुनुहुन्छ, उहाँलाई पनि परिचित भइदिन अनुरोध गर्न चाहन्छु। त्यसै गरी सुशील बरालजी हुनुहुन्छ सदस्य, उहाँलाई पनि म परिचित भइदिन अनुरोध गर्न चाहन्छु। त्यसै गरी शिव देवकोटाज्यू, उहाँ पनि खैँजडीमा हुनुहुन्छ, उहाँलाई परिचित भइदिन अनुरोध गर्न चाहन्छु। त्यसै गरी सुशील तेमिल सिन्हाज्यू खैँजडीमा हुनुहुन्छ, उहाँलाई परिचित भइदिन अनुरोध गर्न चाहन्छु।
त्यसै गरी तीर्थराज अर्यालज्यू उहाँलाई पनि परिचित भइदिन अनुरोध गर्न चाहन्छु। त्यसै गरी शिशिर अधिकारीज्यू हुनुहुन्छ, उहाँलाई पनि परिचित भइदिन अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रो नृत्याङ्गना बहिनी हुनुहुन्छ, स्टेजदेखि अगाडि हुनुहुन्छ, श्रृङ्गारमा तम तयार हुनुहुन्छ, प्रतिमा पौडेल बहिनीलाई पनि परिचित भइदिन अनुरोध गर्न चाहन्छु भने म स्वयं भोजराज बराल खैँजडीमा छु। यहाँलाई पनि म नमस्कार एवं नमन गर्न चाहन्छु। उपस्थित सम्पूर्ण भक्तजनलाई आजको यस कार्यक्रममा भरपूर आनन्द लिनुहुन म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवा महेश्वर गुरुर्साक्षात् परम ब्रह्मा तस्मै श्री गुरुवे नमः। एक बार बोलो सिद्धिविनायक गणेश दाता को। श्रीहंस च सनत कुमार पर्वती वीणाधरं नारदं डिम्बादित्य गुरुं च द्वादश गुरुन् श्री श्रीनिवासादिकान् वन्दे सुन्दर भट्टदेशिकमुखां वसबिन्दु संख्यायुतान् श्रीव्यासादरिमध्यगाश्च भरत सर्वान् गुरुन् सादरम्। हे निम्बार्क दयानिधे गुणनिधे हे भक्त चिन्तामणे हे आचार्य शिरोमणि मुनिगणै रामृग्य पादाम्बुज हे सृष्टि स्थितिलया प्रभवन हे नाथ मायाधिपो हे गोवर्धन कंदराय लय विभो मां पाहि सर्वेश्वर। श्रीमान महागणाधिपतय नमः। जय हो। जपं हरि ओम जपं हरि ओम सफल पारौं कोटि होम जपं हरि ओम जपं हरि ओम जपं हरि ओम सफल पारौं कोटि होम जपं हरि ओम जपं हरि ओम जपं हरि ओम सफल पारौं कोटि होम जपं हरि ओम जपं हरि ओम जपं हरि ओम सफल पारौं कोटि होम जपं हरि ओम जपं हरि ओम जपं हरि ओम सफल पारौं कोटि होम जपं हरि ओम जपं हरि ओम जपं हरि ओम सफल पारौं कोटि होम जपं हरि ओम जपं हरि ओम तन का चाहना मन का चाहना कोटि होमलाई बरदियाको शुभ कामना तन का चाहना मन का चाहना कोटि होमलाई बरदियाको शुभ कामना तन का चाहना तन का चाहना कोटि होमलाई बरदियाको शुभ कामना तन का चाहना मन का चाहना कोटि होमलाई बरदियाको शुभ कामना तन का चाहना मन का चाहना कोटि होमलाई बरदियाको शुभ कामना तन का चाहना मन का चाहना कोटि होमलाई बरदियाको शुभ कामना तन का चाहना मन का चाहना कोटि होमलाई बरदियाको शुभ कोटि नमस्कार कोटि नमस्कार उपस्थित भक्तजनलाई कोटि नमस्कार कोटि नमस्कार कोटि नमस्कार उपस्थित भक्तजनलाई कोटि नमस्कार
कोटि नमस्कार कोटि नमस्कार उपस्थित भक्तजनलाई कोटि नमस्कार कोटि नमस्कार कोटि नमस्कार उपस्थित भक्तजनलाई कोटि नमस्कार कोटि नमस्कार कोटि नमस्कार उपस्थित भक्तजनलाई कोटि भगवान हे द्वापर युगमा कृष्ण त्रेता युगमा राम कली युगमा धर्म रक्षा गर्ने हाम्रो काम द्वापर युगमा कृष्ण त्रेता युगमा राम कली युगमा धर्म रक्षा गर्ने हाम्रो काम द्वापर युगमा कृष्ण त्रेता युगमा राम कली युगमा धर्म रक्षा गर्ने हाम्रो काम द्वापर युगमा कृष्ण त्रेता युगमा राम कली युगमा धर्म रक्षा गर्ने हाम्रो द्वापर युगमा कृष्ण त्रेता युगमा राम कली युगमा धर्म रक्षा गर्ने हाम्रो काम त्रेता युगमा राम कली युगमा धर्म रक्षा गर्ने हाम्रो काम द्वापर युगमा कृष्ण त्रेता युगमा राम कली युगमा धर्म रक्षा गर्ने बाटो देखाइदेऊ अधर्मीलाई धर्मको बाटो देखाइदेऊ 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 बाटो देखाइदेऊ बाटो देखाइदेऊ अधर्मीलाई धर्मको बाटो देखाइदेऊ बाटो देखाइदेऊ अधर्मीलाई धर्मको बाटो देखाइदेऊ भगवान हे पिर्छ मनैमा बोलाऊ कृष्ण अहिले आउँछु वृन्दावनैमा 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 भगवान लीला पार बुढेसकालमा कसैलाई रुन नपार लीला पार बुढेसकालमा कसैलाई रुन नपार लीला पार बुढेसकालमा कसैलाई रुन नपार लीला पार बुढेसकालमा कसैलाई रुन लीला पार बुढेसकालमा कसैलाई रुन नपार लीला पार बुढेसकालमा कसैलाई रुन
सेवा गरे मिल्छ दर्शन श्री रामको बाबा आमाको 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 सेवा गरे मिल्छ दर्शन श्री रामको हे भगवान बिन्ती सुनिदेऊ सारा संसार सबैमा भक्ति भरिदेऊ 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 बिन्ती सुनिदेऊ सारा बिन्ती सुनिदेऊ सारा संसार सबैमा भक्ति भरिदेऊ बिन्ती सुनिदेऊ सारा संसार सबैमा भक्ति भरिदेऊ कृष्णचन्द्र भगवानको कृष्ण काले खोइ भन्छन् गोकुल आउनी जानेले कृष्ण काले खोइ भन्छन् गोकुल आउनी जानेले मन चोरेर लैसक्यो दही चोरेर खानीले 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 मन चोरेर लैसक्यो दही चोरेर मन चोरेर लैसक्यो दही चोरेर खानीले मन चोरेर लैसक्यो दही चोरेर खानीले मन चोरेर लैसक्यो दही चोरेर खानीले राधा प्यारी खोइ भन्छन् गोकुल आउनी जानेले राधा प्यारी खोइ भन्छन् गोकुल आउनी जानेले मन चोरेर लैसक्यो दही चोरेर खाने मन चोरेर लैसक्यो दही चोरेर खानेले मन चोरेर लैसक्यो दही चोरेर खानेले मन चोरेर लैसक्यो दही चोरेर खानेले मन चोरेर हलोधारी खोइ भन्छन् गोकुल आउनी जानेले हलोधारी खोइ भन्छन् गोकुल आउनी जानेले मन चोरेर लैसक्यो दही चोरेर खानेले मन चोरेर लैसक्यो दही चोरेर खानेले मन चोरेर
हे भगवान तिलकधारी खोइ भन्छन् गोकुल आउने जानेले तिलकधारी खोइ भन्छन् गोकुल आउने जानेले मन चोरेर लाइसक्यो दही चोरेर खानेले 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 यसो धामा खोइ भन्छन् गोकुल आउने जानेले यसो धामा खोइ भन्छन् गोकुल आउने जानेले मन चोरेर लाइसक्यो दही चोरेर खानेले 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 मन चोरेर चोरेर लाइसक्यो दही चोरेर खानेले मन चोरेर लाइसक्यो दही चोरेर खानेले मन चोरेर लाइसक्यो दही चोरेर खानेले मन चोरेर लाइसक्यो दही चोरेर खानेले हरे गोठल मेरा साथी र सँगै देख्थ्यौ के आए गोठल मेरा साथी र सँगै देख्थ्यौ के हाम्रामा दाजु रामज्यूलाई देख्थ्यौ के हाय हाय हाम्रामा दाजु रामज्यूलाई देख्थ्यौ के यही बाटो गए नि राम यही बाटो गए यही बाटो गए नि राम यही बाटो गए हाम्रामा दाजु रामज्यू त यही बाटो गए हरे हरे तिम्रामा दाजु रामज्यू त यही बाटो गए गाए हेर्ने गोवाला सबै दाजुभाइ गाएमा हेर्ने गोवाला सबै दाजुभाइ हाम्रीमा भाउजू सीता माइलाई देख्थ्यौ के हाय हाय हाम्रीमा भाउजू सीता माइलाई देख्थ्यौ के यही बाटो गए नि राम यही बाटो गए यही बाटो गए नि राम यही बाटो गए तिम्रीमा भाउजू सीता माइता यही बाटो गए हरे हरे तिम्रीमा भाउजू सीता माइता यही बाटो गए भेडीमा हेर्ने गोवाला सबै दाजुभाइ भेडीमा हेर्ने गोवाला सबै दाजुभाइ हाम्रामा भैया लक्ष्मणलाई देख्थ्यौ के हरे हरे हाम्रामा भैया लक्ष्मणलाई देख्थ्यौ के यही बाटो गए नि राम यही बाटो गए यही बाटो गए राम यही बाटो गए तिम्रामा भैया लक्ष्मण त यही बाटो गए हरे हरे तिम्रामा भैया लक्ष्मण त यही बाटो गए यो नगरे राम यो नगरे आए यो नगरे राम यो नगरे रामज्यूले बनाएको यो नगरे
हाय हाय रामज्यूले बनाएको यो नगरी जन्मै रहभरे नि राम राम जुगै रहभरे हे जन्मै रहभरे राम राम जुगै रहभरे रामज्यूले बनाएको यो नगरी हाय हाय रामज्यूले बनाएको यो नगरी संसार बिरसेलो रामकै नाम रसेलो 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 रामकै नाम रसेलो हे भगवान संसार बिरसेलो रामकै नाम रसेलो 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 हे भगवान अयोध्याका दरबारमा पूर्व पश्चिम झ्याला राम लक्ष्मणलाई वनवास लाउने के एका एका ख्याला जामतनी राजै बनीमा लेख्यो बनी भाषा जामतनी राजै बनीमा लेख 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 बनी भाषा जामतनी राजै बनीमा हे भगवान लेख बनी भाषा जामतनी राजै बनीमा 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 हे भगवान हातमा लिए खरिपाटी दशरथले लेखे भित्र पसे रामज्यू लक्ष्मणले देखे जामतनी राजै बनीमा लेख्यो बनी भाषा 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 जामतनी राजै बनीमा लेख बनी भाषा जामतनी राजै बनीमा बनीमा लेख बनी भाषा जामतनी राजै 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 बनीमा हे भगवान पोखराको नगरीमा कोटी होमको पूजा धर्मको जय जय भयो अधर्मीको ध्वजा कोटी होमको आँगनमा सय भगवान कोटी होमको आँगनमा सय भगवान कोटी होमको आँगन सय भगवान कोटी होमको आँगन सय भगवान कोटी होमको आँगनमा सय भगवान कोटी होमको आँगन 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 आँगन सय भगवान कोटी होमको आँगन सय भगवान कोटी होमको आँगन सय भगवान कोटी होमको आँगन सय भगवान
छ आयोजकलाई खुसी रहन बन दर्शन गर्न पाइयो यज्ञ धन्य भयो मन मिलोस् धर्म सबैलाई बिदा देऊ हामीलाई 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 मिलोस् धर्म सबैलाई बोलिए श्री रामचंद्र भगवान को जय हो सबैको हरि कीर्तनमा नाच्न भनी बर्दियादेखि आउने सानी नानीको नाच राम्रो पोखरेलले ताली कति बेला लाउने पोखरेलले ताली कति बेला लाउने कति मिठो बद्रियाले पनि मिठो भजन गाउने हार्दिक सम्मान छ तपाईँहरूलाई फोटो सेसनमा आइदिन अनुरोध गर्छु र अहिले पनि केही विशिष्ट व्यक्तित्वहरूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्छु आदरणीय श्रद्धालु भक्तजन महानुभावहरू यति बेला महामण्डलेश्वर आत्मानन्द गिरी कृपा पाद श्री नर्मदेश्वर मोक्षेश्रम सन्यास आश्रमका महन्त श्री 108 स्वामी ऋषभानन्द गिरिज्यूको महाराजजीको आगमन भएको छ मधुरा कुना 29 पोखराबाट एकचोटि जोरदार तालले सम्मान गरिदिनुहोस् गुरुलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु र यसै गरी नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राचार्य गुरु तत्भुज शर्मा पौडेलज्यूको आगमन भएको छ पोखरा 29 भण्डारढिकबाट आसन ग्रहणका निम्ति अनुरोध गर्छु हार्दिक हार्दिक सम्मान छ यसै गरी शान्तिदेवी पौडेल को आगमन भएको छ स्टेजमा हुनुहुन्छ आसन ग्रहणका निम्ति अनुरोध गर्छु उषा थापा कुमार आदरणीय व्यक्तित्वलाई आसन ग्रहणका निम्ति अनुरोध गर्छु कुमार टोल विकास संस्थाका अध्यक्ष हुनुहुन्छ यसै गरी हामीसँग मिडिया कर्मीहरूलाई एकचोटि सम्झन चाहन्छु र दिपा बहिनी अनि सरस्वती बहिनीलाई आग्रह गर्न चाहन्छु सबै हाम्रा प्राविधिक साथीहरूलाई एकुण्टा माला चाहिँ लगाइदिनु होला रुद्राक्षको माला लगाइदिनु होला उहाँहरूको नि घाँटी खाली नहोस् एकचोटि हार्दिकतापूर्वक सम्मान व्यक्त गर्छु भक्तपुरबाट हुनुहुन्छ फोटोग्राफर परजोर कार्की हुनुहुन्छ यसै गरी सौरभ पटेल हुनुहुन्छ जनकपुरबाट